10 लेख यहाँदेखि देख 1 0 10 कलर डल्लै दिन्छु ल लेख लेख न यहाँ लेख यहाँ लेख यहाँ कोर किताबमा हेर 1 0 10 यहाँ लेख सेम त्यस्तै लेख यहाँ लेख न रातो रिस उठ्यो त्यसको कालो यहाँ लेख साला तँलाई रिस उठ्छ रातो कस्तो रिस उठ्यो अरे रातै रिसाइरहन ल यहाँ 10 चाहिँ लेख्न 1 0 10 भन् 1 पहिला कोर लाता मिठाई खा कप्पै खाता थाप खाइहाल दुख्यो दुख्छ नि अन्त मिठाई पो मिठाई खाँदा दुख्दैन लु लेख यहाँ 1 0 10 गुड अब यहाँ 1 0 10 लेख गुड आफै लेख्नुपर्छ होमवर्क देख्यौ यसरी 1 0 10 लेख अब यहाँ 10 लेख यहाँ चाहिँ भएको रहेनछ खै स्कुलमा लेख्यौ यसलाई पनि बनाऊ 1 0 10 बनाऊ 1 0 10 अब यो लाइन कोर्दै जा 1 0 10 यहाँबाट 1 कोर यहाँबाट 10 बना 1 0 10 भन्दै लेख 1 0 10 यो 1 0 10 1 0 10 भन हात थाप मिठाई खाऊ एउटा मिठाई खाऊ यो बिग्रियो मिठाई थाप अबदेखि खराब गर्दैन लु खा मिठी खराब गर्नु हुँदैन ल मिठी पाउँछ लेख 1 0 10 मामा इमेल छ 1 0 10 लेख कसले लेख्छ तिम्रो होमवर्क तिमीले नलेखेर मैले त लेख्नु मिलेन आफ्नो होमवर्क कसले गर्छ रे आफै गर्नुपर्छ आफ्नो होमवर्क कसले गर्छ गुड 1 0 10 खराब गर्यो भने त फेरि म स्टिक मिठाई दिइहाल्छु है यहाँ पनि खराब नगरिकिन 1 कहाँ छ खै हात उठाऊ लो लेख बटाबट जाऊ पक्रिनु हुँदैन खराब हुन्छ 10 कहिले पनि लेखेर आफै लेख्नुपर्छ 10 भन्ने कुरा नि 1 0 10 त हो सजिलो हुन्छ आफै लेख्नुपर्छ यहाँ लेख 1 0 10 म त क्ल्याप पो गर्नुपर्छ त यहाँ बसेर खै गुड खराब गऱ्यो भने स्टिक मिठाई दिइहाल्छ मम्माले यहाँ 1 0 10 यो पनि लेख्नु भनेको छ मिसले हजुर लेख्नु भनेको छ ल यो पनि लेख गर 1 0 10 1 0 10 1 पहिला बनाऊ 0 1 0 10 गुड 1 0 भेरी गुड क्ल्याप अब यो बनाऊ यो बनाउनु भनेको छ बनाउनु भनेको छैन अन्त बनाउनु त पर्थ्यो नि त त्यही नै हो सबै यो बनाउनु भनेको रहेछ मिसले यो बनाउनु भनेको चाहिँ बनाऊ मिठाई खाऊ त न एउटा टोलेकोमा मिठाई खाऊ हात थाप न हात
अबदेखि पढ्दा खेल्दिनँ मम्मा भन्। पढ्दा खेल्दिनँ मम्मा। ल मिठी खा। कस्तो मिठाई हो? दामी। दामी। ल मम्मा यो के हो? यहाँ आऊ। यो के हो? होइन यो के हो पहिला? यो के हो? मम्मा ने गर्दिन। बोलाऊ प्रीति मिसलाई।